साथीहरू 30 फिट मोहडाको 5 आना क्षेत्रफलको 13 फिटे ढलान बाटोमा रहेको यो जग्गा बिक्रीमा आएको छ। यो जग्गा कहाँ छ, कति मूल्यको छ, सबै म जानकारी दिनेछु। यो ठुलो बाटो हेर्नुहोस् त, यो लोकल गाडी लाग्ने ठुलो बाटोबाट जम्मा 100 मिटरको नजिकमा रहेको छ। यो चाहिँ साथीहरू काभ्रेस्थली बजार भयो। काभ्रेस्थली बजारमा नपुग्दै अलिकति लगभग 200 मिटर जति ओरै चाहिँ तपाईँले यहाँनिर एउटा प्लाई फ्याक्ट्री देख्नुहुनेछ। कालिका प्लाई तथा काष्ठ उद्योग यहाँ देख्न सक्नुहुन्छ तपाईँले, है त। यो कालिका प्लाई तथा काष्ठ उद्योगको छेउबाट हामीहरू टक्क भित्र छिर्दछौँ र लगभग 100 मिटर जति अगाडि बढिसके पछाडि तपाईँ चिटिक्क यो घडेरीमा आइपुग्न सक्नुहुनेछ। साथीहरू यसो हेर्दाखेरिमा जग्गा एकपट्टि साइडमा 50 फिट र एकपट्टि साइडमा 60 फिट यसको लम्बाइ रहेको हुँदा चोसो जस्तो देख्नुभएको होला। तर त्यो ठाउँमा तपाईँले राम्रै करेसाबारी अथवा बोरिङ अथवा केही पनि बनाउन सक्नुहुनेछ, किनभने अगाडि प्रशस्त जग्गा रहेको छ। यो टोटल 5 आना क्षेत्रफलको जग्गा रहेको छ भने 30 फिट यसको मोहडा रहेको छ। 13 फिटे बाटोमा रहेको छ। उत्तर पूर्वी मोहडा रहेको यो घडेरी इमर्जेन्सी बिक्रीमा रहेको छ। अहिले यो जग्गा धनी विदेशमा आउनुहुन्छ। आसपासमा तपाईँले घरहरू देख्न सक्नुहुनेछ साथीहरू। तत्कालै घर बनाउन मिल्ने ठाउँमा रहेको र यो आसपासमा चलेको भन्दा अलिकति सस्तो रेटमा नै तपाईँले यो जग्गा पाउँदै हुनुहुन्छ। तपाईँले माथि जग्गा धनीको सम्पर्क नम्बर देखिरहनु भएको छ। साथीहरू जग्गा धनीको दाइको नम्बर चाहिँ 9849369575 रहेको छ भने जग्गा धनी अहिले बाहिर हुनुहुन्छ, दुबईमा हुनुहुन्छ। उहाँको सम्पर्क नम्बर +971567069146 रहेको छ। उहाँलाई फोन गरेर जग्गाको बारेमा थप बुझेर यो जग्गालाई खरिद गर्नुहोला। साथीहरू यो जग्गा चाहिँ माछापोखरीबाट मोटामोटी 6 किलोमिटरको दूरीमा रहेको छ भनेदेखि तपाईँहरू माछापोखरीबाट जरङकु हुँदै पदमसाल हुँदै चाहिँ यो काभ्रेस्थलीमा पुग्न सक्नुहुनेछ। लोकल गाडीहरू नजिकै लाग्ने, ढल खानेपानी सबै सुविधा रहेको यो जग्गाको मूल्य चाहिँ 32 लाख रुपियाँ प्रति आनामा केही मिलाएर दिने भन्नुभएको छ। 5 आना क्षेत्रफलको यो घरेरीको लागि तपाईँले तुरुन्तै माथि देखिएको नम्बर जग्गाधनीलाई फोन गरेर जग्गाको बारेमा थप बुझेर यो जग्गालाई खरिद गर्नुहोला। आशा छ साथीहरू पक्कै पनि तपाईँलाई आजको यो जग्गा मन पर्यो होला। मन पर्यो भने एक लाइक गरिदिनु होला। नयाँ साथीहरूले च्यानललाई सब्सक्राइब गर्नुहोला। भिडियो हेर्दै गर्नुहोला। एक दिन न एक दिन तपाईँले खोजेको ठाउँमा तपाईँको बजेटको जग्गा पक्कै पनि पाउनुहुनेछ। हस्त भोलि बिहान नयाँ जग्गाको साथमा उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।